जस्तोसुकै शक्तिसँग पनि सङ्घर्ष गरेर राष्ट्र एकीकरणमा सबै जात, सबै धर्म र सबै क्षेत्रका नेपालीको सक्रिय, सबल र सफल नेतृत्व गरेको शाहवंशीय राज संस्थाको इतिहास सबैका सामु छर्लङ्ग छ। नेपाली जनताको खुसी र समृद्धिलाई नै आफ्नो रुचि ठान्ने शाहवंशीय परम्परा रहँदै आएको छ। परमाराज धीराजको मार्ग निर्देशनको परिधिमा रही हामीले नेपाली जनको एकता र वृद्धिमा जोड दिँदै आएका थियौँ र छौँ। तर कालान्तरमा कतैबाट उत्पन्न अवाञ्छित भ्रमको चपेटामा देश पर्यो।